कटकुवा है यो ठाउँको नाम। प्रायः मान्छेहरू यहीँ आउँछ गर्मीयाममा यसो चिया खान शीतल खान रमाइलो छ यो ठाउँ। आन्टी नमस्ते। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर ठिकै छ। धेरै पछि देखियो। चिया पाक्दैछ? आज घुमघाम कहाँको लागि हो कि बाबु? आज जहाँसम्म पुग्छ त्यहीसम्म जाने आन्टी। हो पानीले अब अवस्थाले जहाँसम्म पुर्याउन सक्छ अहिलेको यो मौसमले त्यहीसम्म जाने। हाम्रो यो धेरै पुरानो होटेल, हामी जन्मिनुभन्दा पहिलाको होटेल होइन अङ्कल? यो चाहिँ कान्छी बजार रे। यो ठाउँको नाम चाहिँ कान्छी बजार। कान्छी बजार हाम्रो सुर्खेतमा एकदम फेमस थियो यो ठाउँ। के रे यो ठाउँको नाम? बुबै राखे। यो ठाउँको नाम चाहिँ बुबै राखे रे। यो पछाडि चाहिँ निगाल पानी आउँछ रे। अब मेरो त फर्स्ट टाइम हो, मलाई त थाहा छैन यो ठाउँहरूको नामहरू। धेरै वर्ष भयो म यो साइडमा भ्युजमा आउँछु भनेको, बल्ल बल्ल यसपालि आउन मौका पाएँ। रमाइलो भइरहेछ। तल हाम्रो सुर्खेत भ्याली चाहिँ एकदम गर्मी छ। यहाँ माथि चिसोले ज्याकेट लगाएर लाउनु पऱ्यो। साथीभाइहरू सबै ज्याकेट लाउँदै बाटोबाट ज्याकेट लगाएर आए। कुहिरोले ढपक्क छेकेको यो ठाउँ चाहिँ। तलबाट यहाँ आउनु आधी घन्टा लाग्यो होला है? अलिक धेरै लाग्यो? अलिक धेरै लाग्यो। ननिस्टप आएर त आधी घन्टा पुगिन्थ्यो होला। अब हामी अलिकति रोकिने ठाउँ त अलिक धेरै लाग्यो। सुर्खेतबाट चाहिँ यस्तो राम्रो ठाउँ नजिक छ। आजको हाम्रो डेस्टिनेसन चाहिँ भ्युचुला हो है। ल यो ठाउँको नाम चाहिँ निगाल पानी रे। हामी निगाल पानी आइपुग्यौँ। यस्तो रहेछ यो ठाउँ। होटल रहेछ। बजार। हामी भ्युचुला बजार आइपुग्यौँ अहिले। डेस्टिनेसन यही हो हाम्रो। अब यहाँ यसो पाखा दामी छ भन्छ यहाँ, खास त्यहीँ आएको हामी। कस्तो रहेछ? मैले त बस्ती अलिक ठुलै होला भनेर सोचेको थिएँ। यतातिर बस्ती नै रहेछ। बस्ती नै नरहेछ। कुन चाहिँ पाखा? यो तल पाखा भनेको? यही पाखाहरू भनेको? पाखा यही हो। तलतिर पनि पाएको छ। ऊ त्यो भाँगा जस्तो छ नि, त्यो तलतिर पाएको छ। त्यही हो, अरू केही पनि छैन। के हो यार पाखा? खासै मैले मान्छेले भने जस्तो राम्रो मानिनँ हौ। मैले त राम्रो मानिनँ त्यस्तो भने। यो छ नि यो डाँडो क्या, डाँडो खेस। यो डाँडो तलतिर चौर छ, त्यही हो। जुगा लाग्छ बाबु है? हो दाइ। अनि ए खबरी सर किन आउनु? तर बस्ती नै रहेछ क्या यार हैन? ए घर रहेछ यहाँ। होटल सोटल छ क्या? ऊ माथि मन्दिर रहेछ।
यस्तो रहेछ है भिउचुला भन्ने ठाउँ चाहिँ मैले चाहिँ चट्ट लाएर डाँडामा होला भनेर सोचेको थिएँ डाँडामा टक्क पाटन पाखा होला भनेर सोचेको थिएँ तर त्यस्तो नरहेछ मुनि गहिरोमा रहेछ झन् पाखा चाहिँ खासै ठुलो नरहेछ मैले यार यो भिडियोहरूमा देखेको थिएँ यार डाँडा जस्तोमा देखेको थिएँ कि पाखा यस्तो दामी उपारिको कस्तो डाँडा जस्तोमा देखेको थिएँ राम्रो साथीभाइले अलि उतातिर राम्रो ठाउँ छ भनेर यहाँ लिन आयो अब राम्रो ठाउँ छ भने चाहिँ कुन चाहिँ यो ठाउँ चाहिँ अलि राम्रै रहेछ राम्रो रहेछ ठाउँ राम्रै रहेछ अब यो त फेरि यो त बाइकै ल्याएको थियो क्या माथि पुरा बाइकै लिएको थियो यस्तो चौरमा दामी चौरमा तल हो क्या यार त्यो यार ए जाउँला तल बाइक लग्ने ठाउँ तल हो यहाँबाट सिन हेरौँ न जाउँला क्या फेरि यहाँ राख अहिले लगेर जाउँला फेरि त्यही भनेको क्या मैले पनि त्यही भनेको अलि तलतिर छ के न हेरौँ न ए ठाउँ हेरौँ न यार तलतिर के छ भनेको तले पछाडि सिन छ जे बोला केटा हो मेरो केटाहरू अलिकति यस्तै मिठो मिठो भाषा धेरै बोल्छ हालिदिने हो भाइरल हुन मन छ भने खाने मात्र होइन लगेर जाने हो आधी किलो हुन्छ मुला लड जान्छ खाजस् त्योभन्दा धेरै हुन्न बिहान आउनुपर्छ मुला त्योभन्दा धेरै हुन्न बहुत खुवा भन्थ्यो त्यो आधी किलो खाने मुला सुर्खेतबाट को आउँछ फाइनली गाइज के भन्छ अरे हामी भ्युजर आइपुगेका छौँ होइन यही हो रमाइलो हामी यति बोला गर अहिले मार्केट खाएको छु यतिले यतिको पनि भ्लग गराएर हैरान गरिरहेछ नि यार यति र अहिले त यति बताउनुहोस् अहिले यति नि पनि निकाल्दैन यति नि यार यतिबाट यति नि खाएर यार बस्या रहेछ चुलो छ तिनवटा चुलो त्यही हामी यहाँ आएर खान्छ फोहोर गर्छ जान्छ है यो भिचुला भन्ने ठाउँ यस्तो रहेछ यहाँ पाखाहरू रहेछ त्यस्तो ठुलो पाहाड हुँदो रहेछ तल बाटो हान्दैछ क्या त्यस्तै सुन्यो आवाज डोजरको तल बाटो हान्दै रहेछ तल रहेछ बरु गाउँ ठुलो त्यहाँभरि त्यहाँ तल रहेछ नि गाउँ ठुलो बरु झ्याप्प घरहरू छ सक्यो खोखान त कहाँ जानु पर्छ के खोवा होइन कहाँ यो फोटो खिच्ने ठाउँ हुन्छ यता यो अझै उता हो दाजु छ त उता अरे जाउँ कति टाढा दाइ ए पानी के हुँदा ए ल ल जाउँ अनि लोकल सोकल हावा छोड त्यही हो क्या यहाँ यो ठाउँ बिहान मात्र हुन्छ कि बिहान हुन्छ आधी किलो 1 किलो बनाउँछ
अस्ति हामी आउँदै बिहान आउँदै नि बनाउँदै थियो यत्रो भाँडा कत्रो भाँडामा बनाउँदै थियो रे कत्रो भाँडामा बनाउँदै थियो रे कालो अलि म बोक्नु भिडियो चाहिँ हेर्ला आधी किलो बनाए है त्यत्रो भाँडा आधी किलो आइजर अगाडि आइजर गाडी आएर छ साथीभाइहरू उता अर्को बाटोबाट आउने रे त्यहाँ उता बाटो छ अरे अब हामी चाहिँ हिँडेर यहाँ जानलाई कस्तो छ हेरौँ आउँ चिसो आहा चराको कस्तो मिठो आवाज छ यो चराको यहाँ वाउ तलबाट आउँला सरकार घाँसबाट हालेको किन घाँसबाट हालेको चिप्लिन्छ यता हाल्नुपर्छ नि यसको पछाडि म छोटो भाइ ए ल्याउनु गाह्रो फेरि होला चिप्ले छैन पर्दैन ल्याउनु त सकिन्छ भाइ चाँदी चाँदी होइन ओरेन्ज यस्तो छर्किराख छर्की हो तर अनि त्यो कहाँ ढल्छ त नै ढल्छ के ढप्छ नि उता राख्दिनु तलबाट यता यता के ढुङ्गा माथि राख के ढुङ्गा गराउनु लाग्छ ठौरी भाइ तान्नु तान्नु छ किराहरूले हाल्न सकेन एउटा केटाले चाहिँ लगिहाल्यो अगाडि यस्तो रहेछ ठाउँ सकेन नाचेको रे मेरो यार एउटा टिकटक बनाइदिनु यार हस् कहाँ यार हामी त कश्मीर गएको कश्मीर ल यो ठाउँ चाहिँ मन पर्यो बल्ल आयो झन्डै केटाहरूले फर्काइदियो यार म यस्तो थर्ड क्लास ठाउँबाट देखिरहेको थिएँ है भिडियोमा कस्तो राम्रो राम्रो किन अनि अब
ए यार छुट्न लाग्ला मैले छुट्न लाग्दैले फ्याक्ट्री अब के गर्नु अब त नभने ठाउँमै यार गर्दै जानु फेरि त्यही त यार यहाँ आएपछि गएछ कि यार अब कस्तो गर्ने अब के गर्ने गाह्रो भएको त यार कहाँ मिल्छ ल बाइकको गएर गएको छ यहाँबाट लक छुट्यो क्या लक छुट्यो नि पछाडि यस्तो गाउँ रहेछ लक छुट्यो कि कहाँ यार छुट्न लाग्यो हुन्छ त्यो त त्यो त केही होइन त्यसले त्यो चुले फरक पार्दैन बलले फरक पारेन कस्तो झुरी भएन त यार यही डाँडामा आएर मैले खाना बनाएर रहेछ नि त यार डेस्टिनेसनको टार्गेट यहाँ पुरा भयो ठ्याक्कै टुप्पोमा आएर अब यहाँभन्दा हामी कहीँ जाने छैन मोटरले पनि थाहा पाएको छ त्यसलाई म यहाँसम्म पुऱ्याउँछु भनेर तार छुट्याछ क्या तारै छुट्यो के छ व्यवस्था के हुन्छ भुइँमा राख न भुइँमा राख खस्ला अरे भालकिसले ट्र्याक्टर मिलाइहाल्छ फेरि ऊ त सबै हो अलराउन्डर हो ऊ त व्यवस्था गरिहाल्छ सब बनाइदिन्छ फेरि ए यो ढिक्की रहेछ है मलाई थाहै थिएन यार के भन्छ मा होटेलले निकाल्न न त ल कहाँ मिल्छ त खै कसरी चुट्यो हुन्छ त पुरै ठ्याक्कै चुट्नै लाएर रहेछ क्या यसको टुप्पाबाट छुटेछ ट्याङ्की भित्रबाट हुन्छ हो कि माथिबाट हाल्यो भने आउँछ होला त यहाँ अब केटाहरूले यहाँ जुगाड गर्दैछ आउँछ माथिबाट हाल्यो भने तार मात्र यहाँ निस्किन्छ यहाँ कभरले अलिकति बाँध्यो भनेपछि यो भइहाल्छ क्या होइन म उ गरेर यसलाई के अरे उ गरेर यहाँ गराएर लग्छु कस्तो उहाँ कस्तो उही गरेर लाग्छस् यसको उ के रेस बढाउने ए त्यसपछि एक्लै जाने एक्लै जान्छ अनि त्यो उकालोमा तान्छ कि हुँदैन फेरि केटा ब्रेक हान्ने त्यो डोरी हालेर डोरीले काम गर्दैन नत्र मिस्त्रीलाई फोन गरौँ त्यसको यता कति छ कि चिनेको आइडिया भइहाल्छ सब त लेखेदियो त सामान्य छैन तार त जुगाड लगाएर भए पनि भइहाल्छ। यहाँ माथिको मौसम चाहिँ भिरचुलाको यो पोइन्टको मौसम चाहिँ एकदम छिटो छिटो परिवर्तन भइराख्दो रहेछ यहाँ उही कुहिरो लाग्ने उही कुहिरो हट्ने जम्मै गरिरहँदो रहेछ फेरि पानी परिहाल्यो यहाँ साथीले यहाँ बाइक बनायो डोरी हालेर काम गरिरहेको छ बिस्तारै केटा बिस्तारै क्या ए सँगै हिँडिस् चिप्लेला पानी पऱ्यो अब चिप्लिने चान्सेस धेरै छ ब्रेक अब चिप्लिन्छ है ब्रेक चिप्लिन्छ सबैले रेनकोट सेनकोट लगाए आफ्नै बनाएको छ झन् अब उस बुगा चाहिँ आयो त्यो बनाएको छ सुला भिडियोमा तिमीले के बनाएको फेरि भएको या हनी सिंह
आज हामी यो भुजिलोमा आएको अवस्था होइन तर पानी परेको अवस्था हाम्रो घर फर्किनु त होला 5 बजे झन्डै तैँले चाहिँ त्यो आधी ठाउँबाटै फर्काइदिनु ला थिइस् यही हो भनेर हाम्रो 1 नम्बरको गवाडी छ त चाहिँ हाम्रो फिल्मको नाम त राम्रो छ नि कस्तो राम्रो रहेछ त अनि यसको मोबाइल बिग्रियो कि आसो थाहा छैन यो यहाँ आउने भनेको कति वर्ष भयो यार कहिले सक्सेस म पनि आसेन के अहिलेसम्म यहाँ त्यही खिच्नु भएको भयो यार अब आयो देवकोटाले मलाई प्रवेश निषेध त गरेको छैन ए होमे त्यो रेनकोट लाग्यो के यहाँ छ लाउँछ भिजिहाल्ला ल हेर्नु त ल जाउँ न देवकोटा आइ देवकोटा जो अगाडि पकाइन देवकोटा भन्नु है ल हाम्रो अवस्था यस्तो छ अहिलेको पानीको स्रोत छाप्दै भिजायो रेनकोट ओर्दै फाइनली हामी देवकोटा कटेज आइपुग्यौँ एकदम पुरानो कटेज के छ हौ साउनी सन्चै हुनुहुन्छ है हजुर के छ बनाउने फास्ट खाने भोक लाग्यो त्यस्तो फास्ट भन्ने त छैन त हजुर अहिले भोक मार्नु पर्यो त्यसपछि कुखुरा काट्दै राख्नु पर्यो भोक त मार्नु पर्यो के छ त्यस्तो भण्डारो के गरौँ एउटा त बनेको नास्ता पाइँदैन अरू अम्लेट खानु गरौँ भोक लाग्यो यार अलिअलि खाउँ चटपटे मात्रै छ त अहिले एकदम भोक लाग्यो के खाउँ यार अघि नै फोन गर्दा हो नि देवरा दाइसँग थियो अब त्यो कहाँ गयो त्यो ल ल काट्दै गर्नु त अनि एक घन्टामा काम हुन्छ 1 घण्टा 1 घन्टा भने त धेरै किन आते चाहिँ किन खानु पर्यो त बस्नु पर्यो हो भन्दा 3 घन्टा गयो थाहै हुन्न कुरा सही हो कुरा सही हो। म त घर जान हतार गरियो म खाएको हुँ बस्यो घरबाट 3 घन्टा गयो थाहै म त एक घन्टा कि म त घर जान लाग्यो भनेको के त्यो भनेर कति बेला चाउँछ 3टा कुकुरा आउनु न चाउचाउ क्या तिनटा हो टाकटर बनाउनु न चटपटे के चटपटा बनाउनु ए चटपटे अनि त्यो भटमास छ कि नै कटेज के पाक्दैछ हौ यहाँ मैले चाहिँ चिसो पऱ्यो खाना पारेछ यहाँ सगुरो की गाडी जोर हो त्यसले पुल त छ्यार्प लगाएर जोर पाउँछ आफ्नो भाषा पनि अङ्ग्रेजी पनि हान्नु पर्यो त कहिले कहिले बिच बिचमा टुच्छ हो कि होइन भन्नु त ए साउनी वाल चिन्नु न ल आजको भिडियो यति नै धन्यवाद ह्यापी इन्डिङ बाई बाई ल ह्यापी एन्डिङ ल बाई बाई चियर्स चियर्स बाई बाई